त्यतिखेर चाहिँ ल सदस्य बनाउने यसले मामा बुद्धहार मामाले भन्नुभयो अब हामीले आइडेन्टिफाई गर्नु पर्यो त्यतिखेरको के अरे यो के भन्छ अरे यो कार्यकारी समितिमा अब आइडेन्टिफाई गर्नु पर्यो र तत्ता यही हो भनेर देखाउनु पर्यो भन्ने हुन्थ्यो। त्यतिखेरको चयन गर्ने प्रक्रिया हाम्रो कस्तो थियो भने यहाँ फुपूको घर है बसेको त्यो खल्यो छाएको घर थियो हाम्रो अर्जुन मामाको जग्गामा है। अनि चाहिँ त्यो अहिले चाहिँ पछि चाहिँ फिल्म हल बन्यो अनि त्यो फिल्म हलमा हामी बसेर चाहिँ अब चाहिँ लो गाउँको त अब चाहिँ अब बजाइहरू विशेष गरिकन उहाँ बजाइ भयो के अरे अनि चाहिँ मेरो अब दुधामा साइली दुधामा के अरे अब साइलामा चाहिँ क्याप्टेन मनबहादुर गुरुङको श्रीमती उहाँ भयो। उहाँहरूको चाहिँ राख्नुभयो प्रस्ताव ल हाम्रो त गाउँठाउँ अनुसार चाहिँ हिजोकै रीतिरिवाजहरू त फरक भयो केही कुरा मिल्दैन भाषै मिल्दैन गर्ने तौर तरिका लामाको पछिको घ्यामेको केही कुरा मिल्दैन ल गर्नु पऱ्यो भने ध्रुवकाजी गर्नु पऱ्यो भन्नुभयो। अब मलाई आफ्नो म एउटा कुरा आफै गौरव मान्छे के कुरामा ठान्छु भने म गुरुङ हुनुमा गौरव गुरुङ हुनुलाई आफ्नो के अरे आफ्नो के अरे कल्चर हुनु पऱ्यो आफ्नो परम्परा हुनु पऱ्यो होइन। अब त्यस कारणले गर्दाखेरि मलाई पनि उहाँहरूको हौसला पाएपछि एकदम मलाई पनि जोस जाँगर आयो। र त्यो बेलामा चाहिँ मैले चाहिँ ठेका उठाएर काम गर्दाखेरि हाम्रो सोल्टी सिङ्गापुरे सोल्टी के अरे सन्त सोल्टीको घर बनाउँथ्यो तिथिमिति त्यही हो वास्तव भन्ने त्यही वरिपरि भएको हो क्या यो के अरे यो जन्म पनि हाम्रो समाज कोलाबार र त्यतिखेर अहिले यहाँ भन्नुभयो पुरै यहाँ तपाईँले भन्नुभयो सुरुको नाम कोलमा काउले सहयोग समिति दियो तर अब नाम जेसुकै भयो अब चाहिँ कोलाबार भनेर हामी जताततै एउटा चाहिँ सम्पूर्णले चिन्ने चाहिँ नाम नै बनिसक्यो। अब यसमा हामी विवाद गर्नु हुँदैन र बरु चाहिँ अब नाम आइडेन्टिफाई गर्ने भन्ने कुरो आयो मैले अलिकति कुरा चाहिँ अलिकति बाँगियो। अब नाम आइडेन्टिफाई तोकेर भन्नु पऱ्यो भन्दाखेरि चाहिँ त्यतिखेर त गाउँभर राष्ट्रिय अभियान जस्तो थियो। म एक्लै अब पढे लेखा अलिकति अक्षर चिने मान्छे प्रायले अलि धेरै क्या त्यतिमा अलि धेरै अनि चाहिँ ल के गर्नु अध्यक्ष खालु त बनेको थाहा भन्ने कुरो बजेरले नि भन्नु बजे अध्यक्ष त तपाईँ नै हो। अब उपाध्यक्ष बनाउने के अरे हाम्रो के अरे मेरो तेजबहादुर जेठामा भन्नुभयो सचिव चाहिँ मै बने म आफै बनेको फेरि त्यतिखेर के भने अध्यक्ष पद दिने काम त गाउँघरका राष्ट्रिय अभियानमा टिका लगाइदिए जस्तो हुन्थ्यो मैले टिका लगाइदिएको सबै ल है। तर के भने त्यो हाम्रो अन्डरस्ट्यान्डिङ राम्रो थियो कि फेरि यसो गऱ्यो भने पनि त्यस कारणले गर्दाखेरि अब जे जस यत्रो हाम्रो चाहिँ के अरे सम्पत्ति हामीले जोडिसक्यौँ अब हामी के को लागि विवाद अब त मिलेर अझ राम्रो बनाउने हो नि बरु। त्यस कारणले गर्दाखेरि चाहिँ आज तपाईँहरूले यो कुरा धेरै पटक भित्रभित्र सुलसुलेमा थुप्रै कुरा चलेको हो मैले पटक मेरो अब यो दिमागमा अब त अलिक उमेर पनि बुढो हुँदै गएपछि बिर्सिँदो रहेछ हामी पनि बिर्सिन लाग्यौँ। अब त्यो बेला भएको केही मान्छेहरूको नाम त म दिन सकौँला है अब सबैसँग सल्लाह गरेर अरू बाँकी नाम भनेको चाहिँ त बडो गाह्रो कठिन छ ठ्याक्कै तोक्न के। अनि त्यतिखेर अहिले मैले भन्नु पर्ने भयो मामा गाह्रो नमान्नु होला म एक्सिडेन्ट भएर सुतिरहेको थिएँ मामा आउनुभयो मामाले भने यो ठाउँको यो नामहरू यस्तो यस्तो त्यो बेलामा को के होला यो सिल्भर जुब्ली कार्यक्रम बनाउँदा होइन मामा अनि मामा यस्तो यस्तो हो भनेर भन्दाखेरि त्यतिखेर बरु मिस्टेक हो कि के हो थाहा भएन। उपाध्यक्षमा चाहिँ हाम्रो चाहिँ क्याप्टेन जेठाबा एमएमवाला के ब्रिटिस आर्मीको तेजबहादुर जेठाबाको नाम छुट्यो रहेछ क्या अब कामको सुरुमा अब व्यस्त होला के होला विचार है। अनि मैले एकचोटि मामालाई भने कि भनेन पनि मैले बिर्सेँ है यो कुराहरू अब त्यस्तो भयो रहेछ भटेकोहरू। अब कुरो यही हो हिजोको घडीमा हामी चाहिँ बेसार अलिकता के अरे के अरे मरिचहरू अब मसलाहरू चाहिँ घरघरबाट उठाएर ल्याएर घरघरबाट उठाएर ल्याएर बाटो गाडी जम्मा गरेर हामी पिकनिक खान्थ्यौँ पैसा उठाउने भनेर अब चाहिँ मादल बनाउँदै हिँडेर ठाउँ उठाएर हिँडेको हामीहरू त्यो बेलामा आफ्नो सुरक्षा जे भयो त्यही प्रयोग गर्नु भने होइन। अहिले यति राम्रो घर बनाएर हामी चाहिँ अब समाज चलाइरहेको छौँ कोलाबार समाज भनेपछि अब कास्की जिल्लामा जताततै फेमस भइसक्यो संसारकै अब त झन्डै जताततै। त्यस कारणले गर्दाखेरि चाहिँ अब जे जस्तो गर्नुभयो हिजो त हामी चाहिँ छेडिक भएको क्या सचिव पद पनि अब है त्यसपछि चाहिँ भएको त्यस कारणले अब चाहिँ हामीले चाहिँ यसलाई चाहिँ कसरी लङलास्ट गर्न सकिन्छ अझ राम्रो कसरी गर्न सकिन्छ भन्ने कुरामा सबैको हाम्रो